हेलो साथीहरु सबैलाई नमस्ते। के छ सबैजना सन्चै हुनुहुन्छ? चाहिँ आज मार्केटतिर जान लागेको ड्युटी थिएन कि ड्युटी अलिक कम थियो, छिटै सक्यो अनि यसो बेलुकाको मार्केट घुमेर आउँ भनेर है मार्केटतिर जान लागेको। आज भाइहरुलाई पनि जाउँ है केटा हो जाउँ गोर्खेहरु घुमेर आउँ बेलुका भनेको कोही जान मानेनन् अनि म चाहिँ एक्लै ड्युटी सकिएर अनि त्यसपछि लागे एक्लै भयो नि मार्केट पुगेर आउनु पर्यो। अल्छी लाग्यो क्या रुममा बस्दा अनि लाग्दैछु उहाँ चाहिँ हाम्रो बस लाग्ने ठाउँ है, बस आउँछ त्यहाँ अनि त्यही गयो बस्यो, बस पर्ख्यो। अब कति बजेको बस छ त्यो चाहिँ थाहा छैन अहिले हैन, अब गएर बस्ने वेटिङ गर्ने अनि जाने हो। अनि बसको वेटिङ गर्न जाने हो, बसको वेटिङ गर्ने अनि कतिखेर बस आउँछ अनि जाने हो। कतिखेर आउँछ भन्ने टाइम एक्ज्याक्ट थाहा छैन कि हैन यताको। अब बेलुका साँझतिर हामी प्रायः जस्तो जाँदैन, कहिलेकाहीँ मात्र जाइन्छ। जति बजे गाडी आयो त्यतिखेरै कुदै। यहाँ चाहिँ अब हाम्रो टर्मिनल आउन लाग्यो, टर्मिनल बस्ने हो, बस स्ट्यान्ड अहिले बस्ने हो है। अनि अब यस्तै त छ नि हो, परदेशी के गर्नु, बेलुका भयो भने यसो घुम्न निस्किनु पर्यो, जानु पर्यो। कहिलेकाहीँ दिक्क लाग्छ रुममा बस्दा है, काम छैन, काम नआएपछि छिटै सकिन्छ। अनि गो आयो है, अब बस आएको छैन है। यसरी भुइँमा बस्ने हामी नेपालीको के छ, जता पनि बस्न मिलिहाल्छ है। हामी नेपाली चिल पारामा बसिरहेको थियो, त्यहाँबाट गाडी आयो, गाडीमा चढेर लाग्यो अब मार्केटतिर हेरौँ। अब मार्केट गएर के गरिन्छ, खाइपी गर्ने हो, आउने हो, केही न केही हैन। अब त्यस्तै छ, रमाइलो गर्नु पर्यो, के गर्नु, परदेशी जीवन यस्तै चलिरहेछ है जिन्दगी। साथीहरु तपाईहरु कस्तो के छ गोर्खेहरुको, सारे गोर्खेहरु। साँझ परिसक्यो है, घाम चाहिँ कस्तो लागिरहेछ भने नि भर्खर भए जस्तो, बिहान भए जस्तो भइरहेछ। अनि त्यही पनि अब जाउँ है, एकछिन भयो नि थका, एकछिन भयो नि हैन, रमाइलो गरेर आउँ। यहाँ कोठामा बस्दा है वाक्क लाग्यो कि अब ड्युटी थिएन, ड्युटी छिटै सक्यो क्या आज हाम्रो, त्यसैले अनि छिटै बस भन्न थाल्यो साउले। अनि त्यसै गरे ल लाग्यौँ मार्केटतिर, भाइहरुलाई जाउँ भने कोही जान मानेन, म चाहिँ एक्लै अनि लागे। ल है साथीहरु अब यस्तै हो, म चाहिँ लागे मार्केटतिर है। अब भेटौँला नेक्स्ट ब्लगमा। अहिले सबैले लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला, मन परे। बाइ बाइ।